प्रधानमन्त्री केपी शर्मा ओली एमाले नेतृत्वको सरकार बनेसँगै एमालेको अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकार ढल्ने हल्ला सुरुदेखि चलिरहेको छ। यसैबीच कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, प्रमुख प्रतिपक्ष नेकपा माओवादीको अध्यक्ष प्रचण्ड र सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्ताले नयाँ समीकरण बन्न सक्ने र कांग्रेस र माओवादीबीच गठबन्धन हुने सम्भावना बढेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने डर एमालेमा छ। शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रमुख प्रतिपक्ष दल माओवादीको केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भयो। सो भेटपछि ओलीको सत्ता हस्तान्तरण अभिव्यक्ति श्रृङ्खलाले निरन्तरता पाए र हुन त प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कार्यक्रमहरूमा कांग्रेससँग आलो पालो सरकार बनाउने सहमति भएको र आफूपछि शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने र छैटौं पटक प्रधानमन्त्री बन्ने विश्वास दिलाउँदै आएको छन्। देउवा र प्रचण्डबीचको भेटमा पनि सत्ता गठबन्धनको बारेमा कुरा नभएको माओवादी केन्द्रका एक पदाधिकारीले बताए। बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक समेत उपस्थित थिए। एमालेका नेताहरू कांग्रेस सभापति देउवाले चाहँदासम्म वर्तमान गठबन्धन रहिरहने बताए पनि भिजिट भिजा प्रकरणपछि गृहमन्त्री समेत रहेका रमेश लेखकले समेत कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने जोड दिँदै आएका छन् भने उपसभापति पूर्णबहादुर खड्का समेत दौडधुप गर्न थालेका छन्। यसरी एकाएक उपसभापति पूर्णबहादुर खड्का सत्ता परिवर्तनको लागि दौडधुप गर्न लागेको भन्दै सरकार ढल्न सक्ने सम्भावना बढेको छ।